चेस्ट अलिकति बनाउनु पर्ने चाहिँ आयो। यो चाहिँ हाम्रो जिमको चेन्जिङ रुम भनौँ। यो चाहिँ मेरो रुम होइन। अहिले रुम त अलिकति बेहाल भएर पेट त अलिकति भए पनि घटाउनु पर्ने भएको छ। आम्स मात्रै बढिदियो क्या। हेलो एभ्रिवान, यो चाहिँ मेरो रुम बाहिर होइन। यहाँबाट चाहिँ अब तपाईँहरू के देख्छ भने त अहिले 4 बजी चिया खाँदैछु नि। चियामा अड्काइरहेको छु म, त्यो भएर चिया त देखाउनु सक्दिनँ तपाईँहरूलाई। यो घर त साह्रै है पुरानो भयो भन्नुहुन्छ होइन। यो घरको मेन रिजन त मैले चाल पाएको छु अहिले सोधेर आएको मैले, किन चाहिँ यहाँको घरहरू यस्तो भनेको त होइन। आफ्नो इच्छाले भत्काउनु पाउँदैन रहेछ नि त, घर नयाँ बनाउनु पाउँदैन रहेछ। जहिलेसम्म मेजर ड्यामेज हुँदैन तहिलेसम्म चाहिँ यहाँनिर चाहिँ तपाईँले घर भत्काएर म अर्को नयाँ बनाउँछु भन्नु चाहिँ पाउँदैन रहेछ। अन्त यदि केही रिजन भएर बनाउँछु भने पनि तपाईँको चाहिँ के हुँदो रहेछ भन्दाखेरि अलिकति सिमिलर यताउता उनीहरूले आफै डिजाइन दिँदो रहेछ, त्यही डिजाइन अनुसार चाहिँ बनाउनु पर्दो रहेछ भन्ने। र यहाँबाट तपाईँहरूलाई यहाँको भ्यू चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ मेरो चाहिँ यस्तो छ। यो पछाडि चाहिँ कस्तो देख्यो ऊपर चाहिँ चर्च हो। यस्तो छ, तपाईँले सुन्नु भएको छैन होला है, म बोलेको छु। यो चाहिँ हाम्रो खाना, क्यान्टिनको खाना यस्तो हुन्छ है। हुन त अब यो त के मन पर्दैन, आलु उसिनेको रस्ता नहुने सोच लाग्यो। अन्त यो चाहिँ तपाईँको भेज सलाद, यो चाहिँ बन्दाकोपीमा मासु लपेटेको यस्तै हुन्छ। हल्का जुस